दर्शन नमस्ते हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। आज चाहिँ मैले मकबाङ लिएर आएको छु के को भन्दाखेरि अब त म आज धेरै इन्ट्रोड्युस नगरिकन धेरै गसिप नगरिकन गम गम खान्छु र सुरुमा चाहिँ के मैले बनाएको छु भन्ने कुरा म देखाउँछु ल। यहाँनिर छ सनी साइड अफ एक दुईवटा छ अनि त्यसपछि 2 प्याकेट करेन नुडल्स 2x है, फेरि हट एन्ड स्पाइसी होइन 2x करेन नुडल्स 2 प्याकेट छ। यहाँ दाल छ, यहाँ खाना छ, अनि यहाँ खुर्सानी छ, यहाँ सलाद छ, अनि पिउनको लागि चाहिँ चिसो छ। अनि त्यसपछि मलाई बाइचान्स यहाँ खानाहरू पुगेन भने चाहिँ मैले एक्स्ट्रा यतापट्टि अलिकति अगाडि राखेको छु होइन, देखेको छ छैन। अब म ढिला नगरिकन खाना सुरु गर्छु साथीहरू। म चाहिँ एकदम गर्मी पनि भइरहेको छ, भोक पनि एकदम धेरै लागेको छ। म चाहिँ अब फटाफटी खाना सुरु गर्छु र म सुरुबाट चाहिँ खानाबाट गर्छु ल। सुरु चाहिँ म खानाबाट स्टार्ट गर्छु। एकदम धेरै भोक लागेको छ नि त मलाई त, पुरै नगर्नु साथीहरू, पुरै नगर्नु। सलादलाई यता राखिदिउँ साइडमा है, यस्तरी अघि यसरी राख्नुपर्ने रहेछ। म पनि फेरि यस्तै हो क्या मान्छे फेरि। अनि म चाहिँ यो खाना चाहिँ केसँग खान्छु भन्दा उनीहरूसँगै खान्छु खाना चाहिँ है। चाउचाउ करेन नुडल्स र खानाको कम्बिनेसन कस्तो हुन्छ हेर्नु ल। वाउ कस्तो भन्दै यहाँ तातो छ है साथीहरू, एकदम तातो छ। एकदम तातो छ, कस्तो तातो रहेछ यो त, एकदम तातो रहेछ। चिसो खाना बिर्छु। चिसो पनि राखिदिउँ। फेरि कस्तो भएको क्या साथीहरू चिसो चाहिँ। कहिले पनि दिउँ ल। तपाईँहरूले चाहिँ करेन नुडल्ससँग खाना कति ककालले खानुभएको छ? म चाहिँ एकदम धेरै खान्छु। मलाई चाहिँ एकदम धेरै मिठो लाग्छ क्या। अनि साथीहरू मैले करेन नुडल चाहिँ आज कुकरमा बनाएको हो। कसरी बनाएँ भनेर हेर्नको लागि चाहिँ मन्दु डेली भ्लग च्यानलमा गएर हेर्नु होला। एकदमै मिठो। सनी साइड एक पनि खाइदिउँ। यस्तै राखेँ यति धेरै म खान सक्छु कि सक्दिनँ मलाई थाहा छैन साथी। सलाद त खानै बिर्सेको। दालै नचाहिने रहेछ अब त।
दाले नचल्ने छ साथीहरू। खोर्सानी कति पिरो हो। खाली भयो। खाना पनि मैले फिनिस गरेँ। गाह्रो भयो चाहिँ एकदम तातो क्या। हाफ बोइल अंडा सनी साइड अब एक। अंडा र करेन्टको चाहिँ एकदम कम्बिनेसन बन्छ क्या। कुनै कुनै अंडा त यति ठुलो हुन्छ कि मुखमै नआट्ने हौ। पैसा पनि छैन। खोर्सानी नै एउटा त्यो खाली खाइँदैन खोर्सानी जानेर। मैले यो करेन्ट चाउचाउमा पिरो चाहिँ अलिक कम नै हालेको। 2 प्याकेटमा एउटा मात्र हालेको मैले र पनि यस्तो पसिना सरी आइरहेछ। मसँग चाहिँ के साथीहरू माइकहरू छैन नि त, अनि त्यही भएर अलिकति बाहिरको नोइजहरू आइरहेको होला, त्यसमा लागि माइन्ड नगर्नु होला। म पनि अब चाँडै नै माइकहरू पनि किनेछु। पसिना डियर फ्यामिली, मैले चाहिँ सबै सकाइसकेँ। 2 प्याकेट चाउचाउ यहाँ भएको सबै सकाइसकेँ। यति मैले दाल चाहिँ खानु सकिनँ। ठिकै चाहिँ केही छैन, यो चाहिँ अब भरे खाइन्छ। एकदमै पिरो भइरहेको छ मलाई चाहिँ। भोक चाहिँ लागेको थियो, मिठो गरी खाएँ। लास्टै पिरो।
ओके साथीहरु मेरो भिडियोलाई हेर्दै गर्नु होला लाइक शेयर सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला अनि तपाईहरुलाई भिडियो मन पर्यो भने चाहिँ साथीहरुमा शेयर पनि गरिदिनु होला अनि सब्स्क्राइब पनि गरिदिहाल्नु होला भन्दै बिदा भए साथीहरु बाइ बाइ सी यू इन नेक्स्ट भिडियो